हेलो एभ्रिवान गाइज, अहिले फाइनली हामी चाहिँ यो मनाङको कोदो भन्ने ठाउँमा पुगेछु। माल चाहिँ हाम्रो यही खाली हुने रहेछ। हेर्नु होला यहाँ मनाङको भ्यूहरू कस्तो लाग्यो तपाईहरुलाई। मलाई चाहिँ दामी लाग्यो यो ठाउँ। यही हिउँ परिरहेको छ पल्लो डाँडामा। फाइनली हामी चाहिँ अहिले यो खाली गर्ने ठाउँमा आइसकेको छ। यहाँनिर हाइडोबाहरूको ड्याम यही रहेछ। मनाङ जिल्लाको कोदो भन्ने ठाउँ है यो चाहिँ। अझ पनि हामी सदरमुकाम चाहिँ पुगेको छैन। यहाँबाट अझै सदरमुकाम 10 किलोमिटर माथि पर्दो रहेछ, चामे भन्ने ठाउँ। यही पल्लोपट्टि डाँडामा यस्तो हिउँ परेको छ।